नमस्ते साथीहरू, आजको भिडियो रहेको छ हामीले चाउचाउ नुडल्स कसरी बनाइन्छ भनेर। यो वाइ चाउचाउ चौधरी ग्रुप सबैले सुनेकै होला नेपालमा। त्यो कसरी बनाउन सक्छ भनेर आज देख्न गइरहेको छ। त्यसको लागि सबैभन्दा पहिला मैदा लिन्छ, अनि त्यो एउटा ठुलो मसिनमा हालेर अनि त्यसलाई यसमा जाली सेट हुन्छ, त्यसले राम्ररी छानेर अनि पठाउँछ अर्को ठाउँमा। यसले पठाएपछि अब त्यसले तातो पानीले थोरै सान्छ। अब यसले दिइराख्छ मिसाएर, अनि पुरै राम्रो एकदम सबै कुरा मसिनले हुन्छ हैन। अब यसलाई बिस्तारै एउटा सेपमा हैन पातलो सेपमा निकालिरहेको छ अर्को मसिनले। अब निकालेपछि अर्को मसिनले फेरि यसलाई चाउचाउको सेप दिसे यसलाई अब काटिरहेको छ यो मसिन। अब काटिरहेको छ राम्ररी एउटा सेपमा दिँदै गएर सबैलाई मिलाएर काटिरहेको छ। जुन अगाडि गएर यसलाई अब स्टिम दिइरहेको छ अर्को मसिनले। स्टिम दिएपछि मतलब थोरै यसको साइज पनि बढ्छ, मैदा हो भने यसको साइज थोरै बढ्छ अनि ठुलो हुन जान्छ। अब त्यसपछि यसलाई स्टिम दिएर निकालेपछि मसिनपछि यसलाई थोरै काट्नु पर्यो। अब नेक्स्ट स्टेप यसलाई अगाडि एउटा गरेर सबैले काटिरहेको छ। अब काटेपछि मसले बेरिसक्यो। अब यसले प्याकिङ गर्दाखेरि सजिलो हुन जान्छ। अब त्यसलाई चाउचाउमा थोरै स्वाद ल्याउनको लागि हैन, मैदा मात्रै हुन्छ भने ठिक लाग्दैन काँचो खानलाई। स्वाद माल्नको लागि एउटा पहिला केमिकल थोरै मसला मिलायो, अब अर्को मसला मिलायो, अब केचप थोरै मिलायो, अनि सबै कुरा मिलाएर थोरै पाउडर हालेर व्हाइट पाउडर हुन्छ, निमक हो यो खासमा हैन, व्हाइट साल्ट भन्न जान्छ। यसलाई हालेर अब थोरै टाइम मसिनलाई दिइहाल्यो। अब प्याक भइसकेपछि थोरै सबैमा झर्दै जान्छ। अब झरेपछि अब नेक्स्ट स्टेप एउटा कटोरा टाइपमा हुन्छ हैन, अगाडि एउटा कटोरामा झर्दै जान्छ सबै मसला लागेको हैन। सबमा स्वाद भइसक्यो। अब झर्दै गएपछि अब नेक्स्ट स्टेप यसले अगाडि लिएर जान्छ, अनि यसलाई अर्को मसिनमा लगिरहेछ। यहाँ अगाडिमा गएर तेलमा फ्राई गर्नु पर्यो। मैदालाई यतिकै छोड्दिनु भएन। अब तेल मसला दुइटै थियो, अब फ्राई गरेर अब निस्किसक्यो हाम्रो चाउचाउ। त हाम्रो यो लगभग फाइनल प्रोडक्ट जस्तो हो। अब यसलाई के गर्नु पर्यो, प्याकिङको लागि अब रेडी हुन जान्छ। भएन हामी खाने चाउचाउ जस्तो पुरै देखिरहेछ नि हैन, यही खान्छौँ हामी। कस्तो मतलब घिनलाग्दो टाइपको मलाई फिलिङ भइरहेछ साथीहरू। के छैन, अब एउटा गरेर यसलाई प्याक गरिदिन्छ मस्तले, अनि हाम्रो प्रोडक्ट मार्केटमा आउनको लागि रेडी भइहाल्छ। हस् त साथीहरू, धन्यवाद। यतासम्म साथ दिनुको लागि धन्यवाद। एउटा लाइक सब्सक्राइब गरिदिनु होला। हस् त साथी, फलो गरिदिनु होला। ल त साथी, बाई। आजको लागि यति मात्र हो। हाम्रो प्रोडक्ट अब मार्केटमा जानको लागि कार्टुनमा रेडी भइसकेको छ। ल।